नमस्ते, मुनमा प्रचण्ड चुनाव आउँदैछ, धन्यवाद। अरू नेताजीहरूले त जनतालाई रुवाउँछन्, कमसे कम मैले त उखान टुखा जोडेर भए पनि जनतालाई हँसाइरहेको छु। म सम्पूर्ण जनताहरूको मुखमा हाँसो देख्न चाहन्छु, त्यही भएर हँसाउँछु। बुढाहरूको पालो सक्यो क्या? अब युवाहरूले हो नेपमा राज गर्ने, यो सरी देशमा राज गर्ने। र अर्को कुरो, मैले चस्मा पनि चेन्ज गरिसकेँ। नो प्रब्लम। एमसीबी होइन, एमसीसी भन्नु न। अनि कस्तो बोक्ने कुरा गर्नु छ रे तपाईँ? के हामी नेपाली होइन? हेलो, कालु यादव बोलेछ, कालु यादव। केही गर्नु पर्दैन। दुध बोतल देशी दारू लिएर जा अनि र्यालीमा लिएर जा, बाँकी म दिन्छु रे। हो गरिदिइहाल ल, इन्टरभ्यूमा छु म। दारू नबिर्छु है, देशी दारू। ल ठिक छ। दाइहरूले लास्ट ल्याङ गरे क्या, नाइ भन्नै सकिनँ। त्यही भएर योपालि भोट चाहिँ सूर्यलाई नै। अब सच्चा इमान्दार भनेको सूर्य हो, सूर्यलाई नै भोट दिने हो। फेरि पनि नमस्ते, चुनाव आउँदैछ, धन्यवाद। इन्जिनियर हो नि यार म। चुनाव कुन एङ्गलले जितिन्छ मैले डिजाइन गरिसकेको छु। 90,976 भोट ल्याएर जित्छु म। नपत्ता लेखेर दिन्छु। जो पढेको लेखेको छ नि उसलाई इम्पोर्टेन्ट राख्छ, जो नपढेको छ तिनीहरूलाई दारू, देशी दारू। कस्तो लाग्यो हाम्रो तजिद भाइ? अब यता शेरबहादुरजीको पनि कुरा सुनौँ न। एमसीसी पास, देशको सत्यनाश, अब चुनावमा आएर जनताको आश। उहाँले भन्न खोज्नु भएको चाहिँ साँच्चै म चाहिँ उहाँको क्यालकुलेटर ट्रान्सलेटर हो। उहाँले भन्न खोज्नु भएको चाहिँ नेपाली जनताले भोलिदेखि नै अमेरिका जस्तो चाहियो भन्दै हुनुहुन्थ्यो। एमसीसी पास गरेर उहाँले अमेरिका ल्याइदिनु भयो। उहाँले के बिगार्यो? एमाले त नि मासु भात मात्रै दियो, अनि त्यतिमा मान्छे त म रक्सी दिनु पर्दैन, शीतल मात्रै दिएर हुन्छ। त्यही भएर नि योपालि चाहिँ नि म काङ्ग्रेसलाई सपोर्ट गर्ने भयो। इस्ट एन्ड वेस्ट, काङ्ग्रेस इज द बेस्ट। मेरो फेरि अर्कोचोटि नमस्ते गरेँ। चुनाव दैलो घरमै आइपुगिसक्यो, धन्यवाद। कस्तो ओभर कन्फिडेन्ट भनेको यार यो भाइले? मानौँ तपाईँसँग 2टा आलु छ, तपाईँको श्रीमतीले तपाईँले सोधी भने तपाईँसँग 2टा आलु छ भन्नुहुन्छ कि लगभग 2टा आलु छ भन्नुहुन्छ? 2टा आलु छ भन्नुहुन्छ नि, कस्तो कुरा गरेको यार पत्रकार भाइ? ऱ्याप हान्दिउँ कि के हो? दारू तो महंगा है, तारी पिलवाऊंगा, शीतल में 4 किलो बोका कटवाऊंगा। काठमाडौँमा रिसाको बिरालो चितवनमा आएर कोतार्छ भने हामीले भन्नु के छ? अब हामीले गरेको कामहरू सबै जनता सामु छर्लङ्ग नै छ, स्पष्टै नै छ। अब हाम्रो पार्टीले त किडनी पनि फेर्छ, देशको नक्सा पनि फेर्छ, दुइटै फेर्ने पार्टीभित्र पर्छ। ए असाँच्चै भारी टिकटकमा लाइभ आउनु है, फेरि त नेगेटिभ कमेन्ट गर्ने होइन नि। तपाईँहरू आउनुहोस्, प्लेन फाल्नुहोस्, रमाइलो गर्नुहोस्, फेरि नेगेटिभ कमेन्ट गर्नुभयो भने त तपाईँहरूलाई फेरि टिकटक पनि बन्द गरिदिन सक्छु नि। उहाँले भन्नुको मतलब एमाले देश फेर्न सकेन, किडनी मात्रै फेरो। अब देश बेच्ने देश फेर्ने भनेको काङ्ग्रेसै हो। त्यस कारणले एमालेलाई भोट हाल्नु, काङ्ग्रेसलाई भोट हाल्नु। अब किन चाहिँ काङ्ग्रेसलाई भोट हाल्नु भन्दाखेरि हामीलाई रुखले कार्बन डाइअक्साइड दिन्छ, हामी पनि उसलाई दिन्छौँ। रुख भन्नु मानिस हो, मानिस भन्नु रुख हो। त्यही भएर तपाईँले एमालेलाई काङ्ग्रेसलाई नै भोट हाल्नु। त्यो पार्टी पनि खुतेको, यो पार्टी पनि खुतेको, अन्तिममा त राजा रहेछ नि त होइन? त्यही भएर नि दाइहरूसँग मैले सेटिङ मिलाइसकेको छु। आज त बेलुका नि पार्टीको पार्टी छ। मम्मी भात नपकाउनु, आज पार्टीको पार्टीमा जाँदैछु म। फेरि पनि लबस्तरो भएर नमस्ते। यसपालिको चुनाव घर दैलो आँगनमा नै आइपुगेको छ। तपाईँहरूले हामीलाई बहुमतले नै जिताउनुहुन्छ भन्ने हाम्रो पुरा विश्वास छ। पुष्पा दाल झुक्दिनँ म चाहिँ यसपालि। फेरि हामीले यसपालि झिक्नु पर्यो भने कमरेडहरू हामी फेरि पनि जङ्गल पस्छौँ। प्रचण्डजीको अन्तिम विकल्प पनि कि जङ्गल पस्ने हो, किनकि बाबुजी यसपालि पत्ता साफ बनाइँदैछ। पत्ता साफ हुन्छ। कमरेडहरू तपाईँहरू नआत्तिनुहोस्, नडराउनुहोस्। शेरबहादुरज्यूको त झन् बोली नै बुझिँदैन, जितिन्छ जस्तो छ। खैर हार्ने सम्भावना भयो भने गठबन्धन गरिन्छ।
के राखौँ गरिदिनु गठबन्धनमा म त्यो भन्दै उहाँले भन्दै हुनुहुन्छ कि उहाँले यसपालि चाहिँ केरा पनि गर्नु हुँदैन अरे गठबन्धन। पनि हामीलाई दुःख थियो पनि ओलीले धोका दियो विसर्जन गर्नु भने उहाँले भन्दै हुनुहुन्छ पोहोर पनि ओलीज्यूले धोका दिनुभयो त्यसबाट यसपालि चाहिँ बन्दै पनि गर्दिनु फेरि उहाँले भन्दै हुनुहुन्छ कि ओलीजी व्रता बोल्दै हुनुहुन्छ। व्रता बोल्नेहरू व्रता बोलिरहेछन्। निर्मलाले न्याय खोइ देश जनता लुटिरहेछन्। कोभिडको बेला कहाँ लुकिरहेथे चुनाव आउने बेला मेयर उठिरहेछन्। मूर्ख भेडा र जनता रक्सी र दारूमा बिकिरहेछन्। अरे दारू चिजै यस्तो होता नबिकी भोता हाँ बोतलको कमी हुन दिँदैन म। बोतल सक्यो भने ट्याङ्करमा गर्छु ट्याङ्कर। कोहीलाई पनि मेरो जनताहरू जुन र्यालीमा हिँडिरहेको छु नि कसैलाई पनि म भोकै राख्दिनँ के। यसो पैसा फेर निक्लेको खाना त अघि सकिसकेको छ कतिखेर सक्यो म त कुरै बुझ्ने भने। यस्तै हो केटा जिन्दगी यस्तै रहेछ। चुनाव आइन्जेल पार्टीको पछाडि पुछेर हल्दै कुद्यो अन्तिममा हेरेको हेरे यस्तै रहेछ केटा। यस्तै जिन्दगी नै यस्तै रहेछ। हाम्रो नेपालीहरूको भेडो जनता होइन अब जतापट्टि मासु भात त्यतै कुद्ने गरेको थियो। अब यो वर्ष चाहिँ अलि राम्रो नेता हेरेर भोट गर्नु पर्ला जस्तो छ। त्यही भएर म राम्रो नेतालाई सपोर्ट गर्छु जस्तो लागिरहेछ। यो खानाको लागि के पार्टीको पार्टी हुँदैछ अरे मासु भात दाना दिँदैछ दारू पनि छ दारू पनि छ